नेकपा एमाले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीमा आज झडप भएको छ। मधेसी मोर्चासँग भएको झडपमा परि 4 जनाले ज्यान गुमाएका छन्। प्रहरीले गोली चलाएको छ र नेकपा एमाले आफ्नो अभियानलाई 3 दिनसम्मका लागि स्थगित गरेको छ भने मधेसी मोर्चाले विभिन्न आन्दोलनका घोषणा समेत गरेको छ। सँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गोली चलाउन आदेश नदिएको तर कसले गोली चलायो भनेर खोजी गरेका छन् र यो खोजी गर्ने क्रममा गृहमन्त्री विमलेन्द्र नेदीले आदेश दिएको गोली चलाउनको लागि तर उनले घुडा मुनि मात्रै गोली चलाउन आदेश दिएको भन्ने कुरा अहिले विभिन्न मिडियाहरूमा आइरहेको छ। यसबीच अनलाइन खबरले सप्तरी अपडेट भनेर लेखेको छ। सप्तरीको राजविराजमा फिल्डमा जे देखियो त्यही लेखियो भनेर जहाँ लेखिएको छ प्रहरीले चलाएको गोली लागेर सोमबार सप्तरीमा 4 जनाको ज्यान गयो। नेकपा एमाले प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा 1 दर्जन बढीलाई गोली लाग्यो। गोली लागेका मध्ये मलेठी गाविस 2 का सञ्चन मेहता, मलेठी गाविस 4 का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द शाह र डिमन गाविसका दिगम्बर यादवको ज्यान गएको छ। मृतक मध्ये मेहताको घटनास्थलमै ज्यान गएको हो भने यादव र मण्डललाई उपचारका लागि धरान लग्दै गर्दा र शाहको उपचारका क्रममा धरानमै मृत्यु भएको हो। सञ्जनको टाउकोमा गोली लागेको थियो भने अन्यको छातीमा गोली लागेको थियो। घटनामा गोली प्रहारबाट 1 जना 12 वर्षीय बालक सुरेन्द्र शाहसहित 8 जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। घाइते मध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ। प्रहरीको लाठीचार्जबाट 1 दर्जन भन्दा बढी घाइते भएका छन्। सद्भावनाका केन्द्रीय सदस्य भीमराज यादव र दिपेन्द्र चौधरी, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सञ्जय यादव समेत लाठीचार्जबाट घाइते भएका छन्। झडपमा परि केही प्रहरी समेत घाइते भएको खबर प्राप्त भएको छ। सोमबार पटक पटक झडप भयो। दर्जनौं पटक झडप भएको छ राजविराजमा। एमालेको सभा राजविराज भन्दा 3 किलोमिटर उत्तर रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र चलिरहँदा बाहिर भने मोर्चा र प्रहरी बीच झडप भइरहेको थियो। करिब 4 घण्टासम्म झडप चल्यो। एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अभियान औद्योगिक क्षेत्रमा पुगेर सुरु भएपछि अभियान झन तीव्र बनेको थियो। नेता माधव नेपाल बोलिरहँदा अश्रु ग्यास र हवाई फायर सुरु भएको थियो। मान्छेलाई नै लक्षित गरी प्रहरीले गोली चलाउनु अघि करिब 200 राउन्ड असुल ग्यास र 100 राउन्ड हवाई फायर गरेको थियो। प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गा लागेर 4 जना प्रहरी घाइते भएपछि प्रहरी कडा रूपमा प्रस्तुत हुँदै गोली चलाउन सुरु गरेको थियो। प्रहरीले गोली चलाउँदा कसैको पेट, कसैको टाउको र शरीरको अन्य भागमा गोली लागेको छ। सुरुदेखि नै सप्तरीमा एमालेको कार्यक्रम हुन नदिन अडान लिएको मधेसी मोर्चाले दिउँसो 2 बजेसम्म राजविराजमा र त्यसपछि औद्योगिक क्षेत्रमा प्रदर्शन गर्न सुरु गरेको थियो। औद्योगिक क्षेत्रदेखि 200 मिटर आसपास क्षेत्रमा प्रहरी परिचालन भई आवाज जावातमा रोक लगाइएको थियो। प्रहरीले रोक लगाएपछि मोर्चा नेता कार्यकर्ताहरूले औद्योगिक क्षेत्र अगाडिको गहुखेतमा गएर कालो झण्डा सहित प्रदर्शन गरिरहेका थिए। प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेका थिए भने प्रदर्शनकारीले माटाका डल्ला फ्याँक्ने क्रम दर्जनौं पटक चल्यो। भित्र कार्यक्रम भइरहँदा झडप धेरै पटक भइसकेको थियो। कार्यक्रम सकिने लाग्दा प्रहरीले गोली चलाउन सुरु गर्यो। एमालेको कार्यक्रम चलिरहँदा झडप भइरहे पनि अवस्था भयावह बनिसकेको भने थिएन। सप्तरी प्रवेश गर्नुअघि एमाले आफूहरू संयमित भएर सभा गर्ने जनाएको थियो। यहाँसम्म एमालेको अभियान आउँदा कार्यकर्ताहरू निकै संयमित देखिएका थिए। प्रहरीले भने प्रदर्शनकारीबाट पेट्रोल बम प्रहार भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ। पूर्वाञ्चलका डीआईजी रमेश भट्टराईले विराटनगरबाट यस्तो प्रतिक्रिया दिएका हुन्। मोर्चा नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले प्रहरीले मोर्चालाई बदनाम गर्ने यस्तो आरोप लगाएको बताएका छन्। उनले प्रहरीलाई यो कुरा प्रमाणित गरेर देखाउन समेत चुनौती दिएका छन्। तर प्रहरीले भने पानी फोहरा दिने गाडी देखाउनको लागि मात्र प्रयोग गरेको देखिएको छ। एमालेको अभियानसँगै सुरक्षाकर्मीले पानीको फोहरा दिने गाडी समेत मगाएको थियो। झडप भइरहेकै ठाउँमा यो गाडीलाई उभ्याइएको थियो तर झडप भइरहँदा यो गाडीको प्रयोग भने प्रहरीले गरेन। प्रहरीले 81 असुल ग्यास प्रहार गर्न सुरु गरेको थियो। यसपछि हवाई फायर र व्यक्तिलाई नै तोकेर गोली चलाएको थियो। घटनापछि जिल्ला तनावग्रस्त भएको छ। भारदहमा सवारी साधनमाथि व्यापक तोडफोड भएको छ। 4 जनाको ज्यान जाने गरी भएको घटना पश्चात सप्तरी जिल्ला तनावग्रस्त बनेको छ। व्यक्तिको ज्यान जाने बित्तिकै 3 वटा मोटरसाइकल घटनास्थलमै जलाइएका छन्। जलेका मोटरसाइकलको नम्बर फेला पर्न सकेको छैन। 2 वटा मोटरसाइकलको यस्तै अर्को एउटा S4P6072 नम्बरको स्कुटरमा पनि आगजनी भएको छ। उता भारदहमा 2 दर्जन बढी सवारी साधनलाई
तोडफोड गरिएको छ। आक्रोशित रहेका मोर्चा कार्यकर्ताले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका 2 दर्जन सवारी साधन तोडफोड गरेका छन्। घटनापछि मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। साथै उसले आन्दोलन समेत घोषणा गरेको छ। सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर 4 जनाको मृत्यु भए लगत्तै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो। बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ। भोलि संसद सचिवालयमा यसको लिखित जानकारी गराउने नेताहरूले बताएका छन्। यसका लागि भोलि 3 बजे मोर्चाको बैठक राखिएको छ। मधेसी मोर्चाको बैठकले सप्तरीमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेको छ र दोषीलाई कारबाही गर्न र घाइतेको उपचारको व्यवस्था मिलाउन सरकार समक्ष आन्दोलन समेत गरेको छ। सप्तरी घटनाको विरोधमा भोलि र पर्सि अर्थात् मंगल र बुधबार मधेस बन्द गर्ने निर्णय समेत मधेसी मोर्चाको बैठकले गरेको छ। मधेसी मोर्चाको बैठक सोमबार साँझ समाजवादी फोरम नेपालको कार्यालय 3 कुने काठमाडौँमा बसेको थियो।